सर नमस्ते। हजुर नमस्ते हजुर। नमस्ते हजुर। हजुर के प्रश्न थियो होला राखिदिनु होला। हजुर सर मलाई सुगर भएको थियो सर। अनि अहिले म हाल हजुर मलेसियामा छु सर। अनि हजुर हजुर त्यही कारणले सर हजुरलाई एकचोटि सोधौँ कि भन्ने कुरो हुन्छ गरेको। हुन्छ के थियो हजुरलाई मैले के जिज्ञासा के छ राख्नु होला नि। मेरो सर यो सुगर भएको चाहिँ मेरो लगभग लगभग 8 महिना जति भयो होला अहिले। हजुर अनि अलि अलि सुगर चाहिँ अलिक कन्ट्रोलमा आउन चाहिँ अहिले अहिले 5 पोइन्ट यहाँको पोइन्टले हिसाबले चेक गर्ने चाहिँ अहिले चाहिँ 5.7 त्यस्तो देखाएको छ अहिले देखाउन चाहिँ। खाली पेटको के को खाली पेटको होइन, खाली पेटको सर। त्यो नेपालको हिसाबले चाहिँ त्यसलाई 18ले गुणा गर्नुपर्छ कि त्यसलाई चाहिँ मिलिमोल भन्छ तपाईँको मलेसियामा होइन। हजुर नेपालमा चाहिँ मिलिग्राम पर डिसिलिटर मिलिग्राममा निकाल्ने भएको हुनाले त्यसलाई 18ले गुणा गऱ्यो भने मिलिग्राममा पुग्छ। त्यसै 5.7 × 18 भनेको त्यही 100 जति हुन्छ। हजुर त्यति छ। अनि त्यसपछि अनि उनीहरूले यो डक्टरले भन्छ अनि त्यसपछि अनि तेरो नर्मल छ अहिले त। अनि औषधि चेन्ज गराइदिएको थियो, पहिला चाहिँ अर्कै औषधि दिएको थियो, अहिले चाहिँ अर्को औषधि दिएको छ। त्यो नाम भन्न सक्नुहुन्छ त औषधिको? हजुर यो पहिला खाएको औषधि चाहिँ 1000 mg को रहेछ सर। XIGDU छ सर यो चाहिँ नाम चाहिँ। हजुर हजुर त्यो मेटफर्मिन भन्ने नि हो अनि। हजुर त्यो छ। अहिलेको चाहिँ GLUCOPSANG सर। कति एमजीको छ अहिले? यो 500 mg को छ सर यो चाहिँ। अलिक हाफ डोज गरेको हजुर। पहिला 1000बाट 500 हजुर। अनि यस अलि मलाई के समस्या छ भने फेरि अहिले पिसाबमा धेरै फिज आउँछ क्या सर। यो धेरै फिज आउँछ पिसाबमा चाहिँ। अनि ज्यानहरू अलि भाइब्रेसन भएको जस्तो अलिक काम नि वेट चाहिँ धेरै घटेको छ। यो नर्मल त छ तर वेट धेरै घटेको छ क्या सर। अनि हजुरको अरू के छ त? अनि यो त मैले बुझेँ होइन। अनि खानपिन पनि त सुगर भयो भनेपछि खानपिन पनि त कन्ट्रोल गर्नु भएको होला नि त तपाईँले? हजुर मैले खाना त चिनीको पदार्थहरू केही पनि खान्न, मैदाकोहरू केही पनि खान्न। अरू चाहिँ अब खानेकुराहरू खानासाना चाहिँ त्यो चाहिँ खान्छु म। ए ठिक छ। अरू अनि आफूलाई त्यो त अब दुब्लाउनु भएको त ठिक छ होइन। अनि अरू आफूलाई फ्रेस फिल भइरहेछ कि रोगी जस्तो लागिरहेछ तपाईँलाई? अलि ज्यान अलि कस्तो कस्तो थकाइ जस्तो के बिहान उठ्दाखेरि चाहिँ अलि गलेको जस्तो मौसम हुने, ज्यान अलि भारी जस्तो हुने, त्यही अलि त्यस्तो छ सर। अनि अरू शरीर झमझमाउने छ कि छैन? त्यस्तो चाहिँ झन्झनाउने चाहिँ छैन। भित्र अलि भाइब्रेसन कस्तो कस्तो भाइब्रेसन भएको जस्तो अलिक काम्ने जस्तो आकार हुन्छ नि त, अलिक त्यस्तो चाहिँ छ सर अलि त्यो। ठिक छ। अब 2-3टा कुराहरू क्लियर हुनु पर्यो। पहिलो कुरा चाहिँ अब सुगर लागेको 8 महिना अगाडि रहेछ होइन। हजुर अब सुगर रोगीलाई वजन कम हुने 2-3वटा कारणहरू हुन्छन् होइन। हजुर एउटा कारण भनेको चाहिँ कतिपयलाई सुगर बढेर पनि सुगर चाहिँ चाहिने भन्दा धेरै भयो भने पनि हाम्रो वेट कम हुँदै जान्छ होइन। तर हजुरको सन्दर्भमा चाहिँ फेरि सुगर अहिले 5.7 मात्रै भएको हुनाले नर्मल देखिएको छ। त्यो कारणले हुने देखिएन, सुगर कन्ट्रोलै छ होइन। दोस्रो कारण भनेको चाहिँ यो सुगरका बिमारीहरू सुगर लागिसकेपछि पहिला जथाभावी खानेकुराहरू खाने बिरामीहरूले अलिकति खानेकुरा कन्ट्रोल गर्ने र एक्सर्साइजहरू गर्न थालेपछि पहिलाको भन्दा 2-4 किलो त घटेरै जान्छ। किन भन्दाखेरि पहिला जे मन लाग्यो त्यही खाने मान्छे अब चाहिँ खानेकुराहरू अलिक कन्ट्रोल गरेपछि त खानेकुरा नियन्त्रण गर्यो भने वेट त घट्ने नै भइहाल्यो होइन। त्यो चाहिँ फेरि सुगरको उपचार पनि हो कि अलिकति वेट घटाउनु पर्छ सुगरका रोगीहरूले। त्यही भएर त्यसलाई चाहिँ खुसी मान्नुपर्ने कुरा छ होइन। अनि तेस्रो कारण भनेको चाहिँ अहिले जुन तपाईँलाई दबाई दिएको छ त्यो दबाईले पनि थोरै थोरै वजन चाहिँ कम गराउँछ। किन भन्दाखेरि मोटाउने दबाई दियो भन्दा सुगर बढेर जाने भयो नि त। त्यही भएर अहिले सुगरका दबाईहरूले थोरै तपाईँको वेटहरू कम गराउँछ। त्यो पनि तपाईँको लागि राम्रै चिज हो, त्यसमा चिन्ताको विषय छैन। त्यसैले वेट कम भयो भनेर तपाईँले एउटै कुरामा चिन्ता कुन बेला गर्नु पर्थ्यो? सुगर कन्ट्रोल नभएको भए, सुगर एकदमै हाई भएको भए तपाईँले कन्ट्रोल गर्नु अलिकति उसको तपाईँलाई डर जस्तो हुन्थ्यो। तपाईँका चाहिँ अब वेट पनि कन्ट्रोल भएको छ, सरी तपाईँको सुगर पनि कन्ट्रोल भएको छ। त्यो कारणले गर्दा डराउनु पर्दैन, यो राम्रै चिज हो। त्यसमा तपाईँ ढुक्क भएर बस्नु पर्यो है। 1 नम्बर। अब पिसाबमा फिज जाने कारण चाहिँ कहिले कहिले सुगरहरूको दबाईहरूले पिसाबमा फिजहरू फ्याँक्न सक्छ भने कहिले कहिले सङ्क्रमण भएर पनि हुनसक्छ।
त्यो कारणले गर्दाखेरि तपाईँलाई पिसाबहरू फिज गयो भनेर त चिन्ता नगर्नु, तर पिसाब पोल्यो ओर्यो भने चाहिँ अलिक चिन्ता गर्नुपर्छ, त्यसलाई विचार गरौँ। तर पनि सम्भव छ भने एउटा पिसाबको जाँच युरिन REME भन्ने टेस्ट हुन्छ, रुटिन एक्जामिनेसन भन्ने एउटा टेस्ट हुन्छ। त्यो टेस्ट गरेर चाहिँ तपाईँको पिसाबमा कुनै सङ्क्रमणहरू छ कि पिसाबमा प्रोटिनहरू चुहेर गएको छ कि भन्ने कुरा चाहिँ तपाईँले बुझ्नुपर्छ। 2 नम्बर चाहिँ यसरी बुझिदिने हो। र अर्को कुरा अलिकति तपाईँको यो भित्र अब यो लक्षण देखा परिसकेपछि अलिकति मनमा के हो कि भन्ने लागेर पनि थकावटहरू बढेको होला, त्यसलाई चिन्ताको विषय नबनाउनुहोस्। तपाईँ माइन्ड एकदमै फ्रेस राख्नुहोस्, राति टाइममै सुत्नुहोस्, दबाई नियमित रूपमा खानुहोस्, बेला बेलामा डाक्टर साहबहरूलाई देखाएर सुगरलाई नियन्त्रण गर्नुहोस्। सुगर चाहिँ तपाईँको नियन्त्रित सुगर भनेको चाहिँ खाली पेटको 130 भन्दा तल र खाना पछाडिको तपाईँको 180 भन्दा तल राखौँ, तपाईँको ठिक छ। अब भोलि यसै अनुरूपमा वेट कम हुँदै गयो भने के थाहा, तपाईँको सुगर निको पनि हुनसक्छ कि। पहिला मोटो मान्छे थियो, पछि वेट कम हुँदै गएपछि कतिको सुगर निको पनि भइदिन्छ। हजुर मेरो पहिला चाहिँ वेट मेरो 72 केजी थियो सर। अहिले चाहिँ पहिला वेट मेरो 72 केजी थियो, अहिले वेट चाहिँ मेरो अहिलेको सन्दर्भमा त्यस्तै 55 केजीमा झरेको छ सर। ठिक छ। अनि तपाईँको हाइट कति छ? 5 फिट 2 इन्च छ सर। 5 फिट 2 इन्च भनेको तपाईँको 5 इन्च भनेको लगभग त्यस्तै हुनुपर्छ। तपाईँको त्यही 55-60 इन्च 55-60 किलो तपाईँको लागि पर्फेक्ट वेट हो। तपाईँले भनेपछि अहिले हेर्दा अरूले हेर्दा पातलो देखे पनि तपाईँको शरीर स्वस्थ हुनको लागि चाहिने वेट चाहिँ यही नै हो। त्यो विषयमा चिन्ता नगर्नुहोस् है त। हजुर त्यही त डाक्टर साहबले अस्ति भनेको थिएँ, यहाँ रिपोर्ट सबै चेक गराइदिएको थियो, यो किडनीको, लिभरको, अनि यो युरिनको सबै यो, अनि SBCN को सबै चेक गरेर अस्ति मात्रै निकालिदिएको थियो मलाई त्यसले। यहाँ डाक्टर साहबले एकदम ठिक छ। अहिले उसको SBC जम्मा 5.6 मात्रै निक्लिएको सर। पहिला चाहिँ 8 थियो मेरो सुगर हुँदाखेरि चाहिँ। एकदम राम्रो छ, किन SBC 7 भन्दा तल राख्ने हो। 5.7 भनेपछि त सुगरै निको हुन जस्तो देखिन्छ। पछि यस्तै सुधार हुँदै गयो भने त्यो 500लाई पनि 250 गर्ने अनि बन्द गर्नुपर्छ। हजुर सर। अनि यो उसले धेरै राम्रो सन्देश देखाइदिने चाहिँ मलाई नि, त्यही भएर सर। हुन्छ ल। हजुर सर, हस् त। ल। हस् त।